जसलाई नयाँ नियमहरू धेरै थाहा छन् उहाँहरूले पनि हाम्रो कमिटीलाई तपाईहरुले आफ्नो सजेसन पनि दिनुहोस् जसमा कि हामीले यो खेललाई हाम्रा दर्शकवृन्द एवं भावी हाम्रा भाइ बहिनीहरूको निम्ति एउटा प्रेरणादायक ज्ञानवर्धकको रूपमा पेश गर्न सकौं भन्ने हाम्रो उद्देश्य हो र यसैले खाम्लुङ समाज कल्याण संघको यो उद्देश्यलाई आपूर्ति गर्नको निम्ति प्रत्येक खेलाडीहरूको पनि यसमा हामीलाई सहयोगको जरुरी छ र तपाईहरुको सल्लाह तपाईहरुको मार्गदर्शन हामी आयोजक मण्डलीलाई पनि धेरै जरुरी छ। यहाँ कुनै यो ठुलो गेम नसम्झेर यसलाई हामी भाइचारा एक अर्कामा खेलप्रति अगाडि बढाएर कसरी लानुपर्ने हो नानीहरूलाई कसरी मार्गदर्शन दिनुपर्ने हो यही मुख्य उद्देश्य लिएर हामीले यो खेललाई आयोजना गर्ने जमर्को गरेका छौं र यसर्थ तपाईहरु दुवै दललाई हामी खाम्लुङ समाज कल्याण संघको खेलकुद विभाग एवं सम्पूर्ण सदस्यवर्ग आजका उपस्थित मुख्य अतिथि सभापति अन्य विशिष्ट अतिथिको तर्फबाट